उमाल्ने आधा घटाउने मजाले खाइदिनु तपाईको किडनीको स्टोन 7 दिनमा जान्छ। के दिन्छौं हामीले के खाने भन्ने कुरा उहाँले 3-4 चोटी त अपरेसन गरिसक्नु भयो फेरि किडनीमा स्टोन भयो। धेरै जनाले सोध्नु भएको छ किडनीमा स्टोन भयो भने के गर्ने? टेन्सन गर्न पर्दैन। किडनीको स्टोन 100% जान्छ। एकजना हाम्रो यहाँ अलि अगाडि भान्से आउनु भएको थियो उहाँले 3-4 चोटी त अपरेसन गरिसक्नु भयो फेरि किडनीमा स्टोन भयो। के दिन्छौं हामीले के खाने भन्ने कुरा तपाईहरुले बुझ्नु जरुरी छ। तपाईले 100 ग्राम पाखनबेद लिनुस्। पाखनबेद सबैलाई थाहा छ। 100 ग्राम गोखरु गोख्युर भन्छ संस्कृतमा अनि यसलाई नेपालीमा गाईखुरे भन्छ हैन। हो त्यो 100 ग्राम त्यो धुलो बनाइसकेपछि 100 ग्राम अनि त्यसपछि बरुणको बोक्रा बरुण भनेको नेपालीमा सिब्लिगान हो त्यसको बोक्रा 100 ग्राम मिलाउनुस् 300 ग्राम भयो। दिनमा 4 देखि 5 पटक 1-1 चम्चा तपाईले 1 गिलास पानीमा पकाउने उमाल्ने आधा घटाउने मजाले खाइदिनु तपाईको किडनीको स्टोन 7 दिनमा जान्छ। यदि अलि ठुलो छ जस्तो 10 mm भन्दा ठुलो छ भने चाहिँ अलि दिन खानुपर्छ 21 दिनसम्म। यसले किडनीको स्टोन चाहिँ टक्कै फाल्दिन्छ। टेन्सन गर्न पर्दैन तर मिलाउनुस्। मैले फेरि पनि भने के गोखरु पाखनबेद अनि त्यसपछि बरुण छाल बरुणको बोक्रा यो मिलाएर बनाएर चाहिँ यो धुलो खानी गर्नुभयो भने तपाईको किडनीको जुन स्टोन छ पत्थरी छ त्यो चाहिँ फाल्दिन्छ। त्यसलाई टेन्सन गर्न पर्दैन। किडनीको मात्रै नभएर मूत्र नलीमा भएको पनि यसले फाल्दिन्छ। टेन्सन गर्न पर्दैन। पित्त थैलीको पत्थरीलाई चाहिँ यसले अलिअलि घटाउँदै जान्छ बिस्तारै फाल्छ एकैचोटि फाल्दैन। जय गौ माता जय पशुपति।